सो गाइस आज चाहिँ घरमा मोमो बनाएको छौँ हामीले। यहाँ देख्न सक्नुहुन्छ बिफ मोमो। धेरै दिन चाहिँ यो बन्थ्यो नि त मासुहरू कि त्यस कारण गर्दा चाहिँ पुरा क्रेभिङ्स भइरहेको थियो हामीलाई मोमो खानको लागि। सो यहाँनिर लामुले चाहिँ चलाउँदैछ। यहाँनिर चाहिँ हाम्रो चाहिँ फेरि थरी थरीको हुन्छ फेरि हो। यहाँ भेज छ यो हो, तातो भेज मोमो। यहाँनिर छ बिफ मोमो। सो टेस्ट गरेर तपाईँलाई म देखाउने छु कस्तो छ के छ हो। एकदमै मिठो। आपा एक कुरा खाउँ है, आपा यहाँ आउनु न। सो एक एकवटा पहिला हामी अहिले टेस्ट मात्रै गर्दैछौँ, अहिले एकछिनमा खानुपर्छ एउटा। हाम्रो आपाले यहाँ टेस्ट गरेछ कस्तो। यहाँ बसेर खानु न तातो मिठो। पानी दिइहाल्नु, यो पानी एक ग्लास तातो। प्लेट देऊ न, सानो प्लेट। यो पानी छ त लु न एउटा ल म। सो लिए दामी जुसी जुसी छ। मोमो लभरहरू हो। सो धेरै दिन बाद बुद्ध पूर्णिमाको कारणले गर्दा चाहिँ 8 दिन बन्द थियो नि। 8 दिन आएर यहाँ 15 दिन बन्द थियो कि। त्यही कारणले गर्दा हिजो अस्तिको दिन खोलेको होइन, अस्तिको दिन खोलेको कारण यति डरलाग्दो क्रेभिङ्स भइरहेको थियो क्या। त्यही कारण आज चाहिँ त्यो क्रेभिङ्सलाई चाहिँ हामी मार्दैछ। अहिले चाहिँ फिलहाल हामी लमु र म चाहिँ नानीहरू लिनु जाँदैछौँ ट्युसन। सधैँ चाहिँ 6 साढे 6मा छुट्टी हुन्थ्यो, अहिले चाहिँ इक्जाम हुँदैछ उनीहरूको। त्यही कारणले गर्दा चाहिँ अलिक ढिलो भयो। हामी आउँदैछ बिस्तारी लड्छ हौ। के गरेको छ होइन अरू। यता आइज त। कहिले भोलि छैन इक्जाम अन्त के भयो के भयो म्याच गर्ने एउटा सागा त कि अनि अमन्दालाई क्या खेलेको केही गाएको र अमन्दालाई किन त्यो सागाले आमाले एक्लै ल्याएको आमाले माथिबाट हेरिरहेको थियो। ऊ तल बसेर गफ गरिरहेको थिएँ। अब चाहिँ हामी मोमो खानु आँटेको छ। यहाँनिर गोरिना जस्टिना सबैजना लिएर आयो। यहाँ कोक छ, यहाँ सृजना छ, यहाँ आपा छ। यो भेज हो। यो चाहिँ सृजना र अलिकति बस्न गोर्ना। आमालाई पनि बस्नु अब बुढो लु आएर टेस्ट गरेर भन्छ लु। चाखेर भन्दा कस्तो भएछ?
कस्तो भएछ सो खाएकै